Hi everyone, welcome back to my channel. तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। म फेरि पनि आइसकेको छु नयाँ अपडेट, नयाँ ब्लगको साथ। इट्स मी सुस्मिता विश्वकर्मा। संस्कृति हाई भन्देऊ, हाई भन्देऊ। यहाँ हाई भन्देऊ। खै छिटो हाई भन्देऊ। गुड मर्निङ छोरी, गुड मर्निङ छिटो। गुड मर्निङ संस्कृति, नमस्ते नमस्ते। यता यता नमस्ते छिटो नमस्ते भन्दै त कसरी गर्नुपर्छ नमस्ते? दुईटा हातले नमस्ते। ये गुड गर्ल। ल्याउ ल्याउ ये। सो आजको ब्लग चाहिँ आएको छ भन्दाखेरि आज मेरो ड्याडीको जन्मदिन हो, मेरो ड्याडीको बर्थडे हो। सो उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना ड्याडी भन्न चाहन्छु। बुवा हजुरलाई ह्यापी बर्थडे भन्ने छोरी भन्ने खै लु 1 2 3 गो। Happy birthday to you, happy birthday to you, happy birthday dear daddy, happy birthday to you, happy birthday daddy। खै happy birthday बुवा भन। Happy 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 birthday बुवा भन। Happy birthday बुवा भन। त्यही हो है, सधैँ स्वस्थ रहनु दीर्घायुको कामना गर्दछु। धेरै लामो आयु होस्, रोग व्याधि कहिले नलागोस् मेरो ड्याडीलाई है। अनि धेरै 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 भन्दा धेरै धेरै खुसी दिन पाऊँ। अनि त्यही हो, सुगर ड्याडीको धेरै बढिरहेको हुन्छ। सो प्लिज ड्याडी खानाहरू बारेर कन्ट्रोलमा ल्याउनु होला। तपाईँ हाम्रो लागि धेरै धेरै अमूल्य हुनुहुन्छ। त्यसैले बिरामी नहुनु, स्वस्थ रहनु, धेरै टेन्सन नलिनु। हामी सबै राम्रै छौँ, राम्रै गरिरहेको छौँ। अनि के भन्नु, शब्दै आएन। धेरै माया गर्छु तपाईँलाई। अनि हामीलाई यसरी नै सधैँभरि माया गरिरहनु होला। हामीलाई सधैँ यसरी नै सपोर्ट गर्नु। अनि तपाईँको छोरीले पनि एक दिन तपाईँलाई प्राउड फिल गराउनेछ। केही गर्न सकिरहेको छुइनँ अहिले, तर एक दिन गर्छु। अनि धेरै धेरै माया। तपाईँलाई जन्मदिनको धेरै धेरै शुभकामना ड्याडी। आई लभ यु। धेरै धेरै याद आउँछ तपाईँको। बिहा गर्नुभन्दा अगाडि चाहिँ कति कराउनुहुन्छ भने जस्तो लाग्थ्यो, अहिले चाहिँ त्यही कराएको पनि सुन्न पाए हुन्थ्यो भन्ने हुँदो रहेछ बिहा गरिसकेपछि। धेरै माया गर्छु। त्यही हो, फेरि पनि हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना। तपाईँको सबै दुःख लिन सकौँ, खुसी मात्र दिन सकौँ तपाईँलाई। अब मर्दिन। तपाईँले हामीलाई हर चिज दिएर, हर खुसी दिएर ठुलो बनाउनु भएको छ। त्यसको लागि धेरै धेरै धन्यवाद ड्याडी। बर्थडे ड्याडी। तपाईँको कान्छी छोरीले तपाईँलाई सबैभन्दा धेरै माया गर्छ। त्यही हो। डेडी नमस्ते। हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना। छोरीको तर्फबाट शुभकामना भयो, अब ज्वाइँको तर्फबाट पनि हजुरलाई धेरै धेरै शुभकामना। दीर्घायुको कामना। सधैँ यसरी नै खुसी रहनु, हामीहरू बिच यसरी नै हाँसी खुसी रहिरहनु। तपाईँहरूको कृपा हामीलाई सधैँ रहिरहोस्। हामीले पनि खुसी हजुरलाई दिन पाऊँ। सधैँभरि यसरी नै परिवार साथमा बसिरहन पाऊँ।
यही छ हजुरलाई मङ्गलमय शुभकामना। ड्याडीलाई त थाहा छैन ड्याडीको बर्थडे सेलिब्रेसन गरिदिन लागेको भनेर दाजुले चाहिँ सरप्राइज दिन लाग्नु भएको ड्याडीलाई। सो सबै हामी दिदी बहिनीलाई बोलाउनु भएको छ अनि भेनाहरूलाई पनि बोलाउनु भएको छ अनि मलाई पनि बोलाउनु भएको छ। म चाहिँ जाँदिनँ भनेर म चाहिँ आउँदिनँ भ्याउँदिनँ भनेर भनेको थिएँ कि अन्त म जाँदैछु धरान। आज ह्याप्पी म धेरै धेरै खुसी छु। हामी धरान जाने है छोरी धरान जाने है। सो म आउँदैछु आज चाहिँ म ड्याडीलाई सरप्राइज दिन धरान जाँदैछु। रियाक्सन कस्तो हुन्छ अनि म तपाईँहरूलाई देखाउँछु। हाई म फेरि पनि आएँ। मैले चाहिँ अघि नै भनिसकेँ म धरान जानु लागेको छु भनेर। सो धरानको कोसेलीमा टिप्न जाँदैछु मेरो बारीमा। हाम्रो चाहिँ यहाँ सब्जी लगाएको छौँ। यहाँ चाहिँ के साग छ मलाई यो सागको नाम चाहिँ थाहा भएन। यो चाहिँ हाम्रो खोर्सानी हो अनि यहाँ सिमी पनि छ लट्टेको साग छ मुन्टा पनि छ धनियाँ पनि हो। तर म आज भेन्डी टिप्न आएको छु म धरान लाने। सो भेन्डी मजाले फलेको छ हाम्रोमा चाहिँ अनि म यो धरान लगिदिन्छु कोसेली। अब गाउँहरूको कोसेली त अब यस्तै हुन्छ नि त होइन लानु पर्यो नि त अर्ग्यानिक आफ्नै सुँगुरको मल लगाएको भेन्डी। हाम्रो बारीमा चाहिँ मुन्टा पनि छ। सो म मुन्टा पनि टिप्दैछु। मुन्टा चाहिँ एकदम मिठो लाग्छ मलाई हाम्रो मम्मीलाई उता धरानमा मेरो मम्मीलाई एकदम मिठो लाग्छ। एकचोटि पक्रिदिनु त यो यता टिप्छु। सो यता पनि हाम्रो बारी हो। मार्नुहुन्छ होला यसो टिप्नु कि होइन भन्नुभयो छैन यत्रो ठुलो भाँडा पानी भन्दै कराउनु भयो भने छैन। त्यो टिप्दैछु। तपाईँहरूलाई पनि लट्टे मनपर्छ मन पर्दैन कमेन्टमा पनि भन्नु होला। म चाहिँ अब रेडी भइसकेँ धरान जानलाई। अघि मैले सबै सामानहरू ठिक पारिसकेँ। अब चाहिँ म जान लागेको रेडी भएँ। टेम्पोलाई फोन गरिसकेको छु आउँदैछ। अब म मेरो हस्बेन्ड अनि मेरो छोरी जाने हो। आजको लुगा चाहिँ यही हो। म यही लुगा लगाएर जान आँटेको छु। कस्तो देखेको छ भनिदिनु होला। यहाँबाट धरान पुग्न 4 घन्टा लाग्छ गाडीमा। छिटो गाडी भेट्यो भने चाहिँ 3.5 घन्टामा नै पुगिन्छ। अब म जाँदाखेरि तपाईँलाई म बाटोहरू पनि देखाउँदै जानेछु। हेर्दै गर्नु होला। यस्तै ट्युन। हाई भनिदेऊ छोरी। हाई अब हामी जाने भनिदेऊ। अब फेरि बाई भनिदेऊ। उहाँ गइदेऊ। अब सबै सामानहरू रेडी पारिसकेको छु। यो चाहिँ सब्जी हो अनि यो चाहिँ नानीको लुगा र मेरो लुगा। त्यहाँ पनि मेरो झोला छ। यहाँ हेर्नु छोरी हामी जाने बुवालाई बाई गरिदेऊ। आमालाई पनि बाई। भोलि आचुला भनिदेऊ। खै भन्नु न आचुला भन। हाँस भन नि त लु छोरी हाँस भन। बाई बाई अरे बाई टाटा टाटा बाई। अब हामी निस्केको हाम्रो टेम्पो पनि आइसक्यो होइन छोरी। अब हाम्रो टेम्पो कहाँ छ आयो टेम्पो लाग्यो होइन त। अब हामी लाग्यो होइन त ससुराली। हेलो अङ्कल सन्चै हुनुहुन्छ? नमस्ते सन्चै हुनुहुन्छ? साह्रै खतरा बाटो रहेछ एकदम खतरा भएको छ नि अहिले पानी परेर त्यस्तै। के भन्नुभएको मम्मी?
चाहिँ घर आइसक्यौँ तर कसैलाई पनि थाहा छैन हामी आएको नमस्ते नमस्ते पनि गर्न दोकानमै छन् नआउने होला भनेर